हेलो नमस्ते मेरो नाम चाहिँ विजय बस्नेत यो चाहिँ मेरो पहिलो भ्लग हो हैन पर्सनल भ्लग पनि हो एभ्रिथिङ आज चाहिँ हामी चिचाङ जाँदैछौँ हैन आइम विथ प्रशान्त काल चिलाङ जाँदैछौँ अब हेरौँ हेरौँ कस्तो हुन्छ यो हाम्रो फर्स्ट ट्रिप हो हैन खास चाहिँ भ्लग बनाउने कारण चाहिँ छुट्टै छ तर स्टार्टिङ हो यो लेट्स सी कस्तो हुन्छ हाम्रो यो भ्लग अब भ्लग भनेको यस्तै हो अब भ्लग पनि यस्तै हो हैन लेट्स सी के हुन्छ अब एन्ड नथिङ मच अब पुगुममा पहिले चन्द्रगिरी जान्छौँ हामी चन्द्रगिरी जान्छौँ चन्द्रगिरीबाट चन्द्रगिरी पुग्छौँ देन त्यसपछि के गर्ने नि त्यसपछि प्लान बनाउनु प्लान गर्छौँ त्यसपछि गरौँला अघि बाटोमा भ्लग गर्दै आएको होइन त्यो बोलेको त केही पनि बाँकी छैन माइक नचलेको माइक नचलेको रहेछ अनि ठिक छ अहिले चाहिँ हामी चन्द्रगिरी आइपुग्यो होइन अब चाहिँ हामी यो ड्राइभर पनि भाँचेको जस्तो भएर सो यहाँ आइबसेर च्याच रोड कार्यक्रम एकछिन भयो च्याच रोड भन्दाखेरि ब्युच रोड डिपो पुग्दैन अनि यहाँ चन्द्रगिरी आउनुहुन्छ भने चाहिँ होइन कता हो माथि चन्द्रगिरी आउनुहुन्छ भने चाहिँ टिकटको यता हिँड्नु यता हो क्या रिसेप्सन एन्ट्रान्स प्रवेशद्वार ए अनि टिकटको तपाईँको एकजनाको म हेर्छु भर्खर टिकट आई थिङ्क इट्स 495 or something टिकटको एकजनाको जस दुईजनाको 990 रुपियाँ परेको छ होइन जस तपाईँहरू चाहिँ यहाँ यो चिचाङतिरको मान्छे हो भने चाहिँ यहाँ डिस्काउन्ट हुन्छ अरे कति भन्ने हुन्थ्यो होइन बाहिर खाना र पेय पदार्थ ल्याउन निषेध गरिएको छ सो नो फुड अलाउड ब्यागमा राख्नु we're just gonna break some law लाइन छ है आज के बार हो र आज बुधबार वेडनेसडे पनि कस्तो लाइन छ भने हाम्रो चाहिँ खास के हो त्यो प्लान भने चाहिँ होइन यहाँबाट केपकार चढेर माथि जाने माथि फेरि गाडी लिएर चिलाङ जाने भनेको माथि गएर चिलाङ जाने गाडी पाउँदैन अरे सो हामी चाहिँ अब माथि केबलकारबाट माथि चढेरबाट हिँड्ने कुरा भएको अब होइन त्यहाँबाट चिलाङसम्म हिँड्नुलाई धेरै टाइम चाहिँ लाग्दैन होला त्यसपछि के हुन्छ अब हामी भन्दैछौँ हामी कहाँ पुगेछ भन्ने त चन्द्रगिरी हिल we're on top of it उनीबाट जाने हो बाटो चाहिँ we're just gonna go up there enjoy a little bit and then we're gonna run तर म त्यो केबल कार त कान लास्ट मेरो त लास्टै नै हुन्छ टम्म भएर अघिमा टक्कर प्रेसरले त्यो केबलबाट जब तलतिर जान्छ नि नाम तलतिर जाँदाखेरि त्यो तलतिर जाँदाखेरि केबल तलतिर हेऱ्यो भने त कान त मा फुट्लास हुन्छ क्या एल्टिट्युडको त्यो धेरै एल्टिट्युडमा त्यसो के अरे के भन्छ फकिराफका अब हामी चाहिँ यहाँबाट हल्का फुल्का माथि घुमेर यहाँ जस यहाँ चन्द्रगिरीबाट पिरिन्छ नेपाल आउँदाखेरि नेपालले काठमाडौँ आउँदाखेरि गोर्खाबाट काठमाडौँ आउँदाखेरि क्या यहाँबाट हेऱ्यो अरे क्या फर्स्ट काठमाडौँ इला 11 वर्ष भने कति वर्ष थियो जस एक्ज्याक्ट थाहा भएन होइन
अनि त्यहाँ जस्ट त्यसपछि चाहिँ काठमाडौँको अब त्यो गर्छु भए त्यहाँबाट फिल भयो अरे क्या लास्टमा जिती छोडेर कता यता छ ठाउँ कतै यहाँ लोकेसन राखेको छ त्यो के छ त्यहाँ खै के छ जस्तो लागेको थियो कि ओके लेट्स फाइन्ड आउट होइन यहाँ बबाल छ क्या तर घुम्ने ठाउँ बबाल छ तर होइन खासै हुन्छ साँच्चै कस्तो धुलोको लेयर देखेको क्या त्यो साइडमा है लास्ट धुलो देखेको छ तर गाई छ होइन And bro, We're just gonna enjoy our trip. anything you wanna say? No, pollution is fucked up, right? It's polluted, no doubt about it. But the view is worth it, though. That's it for now, man. I have nothing else. I have nothing else to say. त्यसपछि we're gonna hit the trail. Cycling. 360. चुरोट कम भएर होला हिँड्दाखेरि नि एकदम स्यासे भइरहेछ होइन चुरोट हामी खासै खाँदैनौँ त्यही हो दिनमा एक डब्बा त भ्याउँछ मात्रै एकदम कन्ट्रोल छ नि एकदम कन्ट्रोल 7 cigarettes a day. त्यो चाहिँ यो चाहिँ के हो त्यही त्यो like my wishes come true right? I know for sure, wishes doesn't come fucking true over here, it's just a trend. It's just a trend. It's just a business, man. It's a trend. यहाँ चाहिँ तालचा बेच्ने बिजनेस रहेछ होइन चतुर्मा आधा थाहा भयो है यहाँ पनि तालचा बेचिरहेको होइन नथिङ एल्स होइन भ्यू पनि टाढो हो होइन तिमीलाई गयो के गर्छ फर्किँदाखेरि छिर्ने कि फर्केर हामी यहीँबाट त जाने होइन Let's sit a ठाउँमा let's eat something or let's have something होइन eat or drink something and त्यसपछि we're gonna go. जस्ट म चाहिँ पर्सनली म लास्ट टाइम आउँदाखेरि मलाई चाहिँ यो ठाउँ अलिकति महँगै लागेको लाग्ने थियो तर हुन त यत्रो यहाँ अरबको बिजनेस राखेको छ होइन 0 degree रहेछ नि त यहाँनिर 0 degree temperature. मन्दिर है मेरो बाहिर चाहिँ मन्दिर हो शिव मन्दिर एकै छ शिव मन्दिर हो क्या हो होइन अनि यो चाहिँ अब मोमो खाइदिउँ न यहाँ शिव मन्दिर चाहिँ त्यहाँ हो कहाँ भेट्छ त हामी यो होइन हामी चाहिँ ठ्याक्कै चल्दाखेरि माथि अलिअलि खाइदिउँ होइन भनेर आएको हामी चाहिँ खास भने यहाँबाट तलबाट अलिक गाडी पायो भने गाडीमा हिँड्ने जस्तो कुरा भएको थियो होइन पाएन होइन अब यहाँबाट हामी जस्ट हिँड्नुपर्ने जस्तो कुरा भयो होइन युरोपमा होइन त्यो चाहिँ अलिकति केही फुड्सहरू खाइदिउँ भनेर आएको किनकि professionally I'm a chef होइन अनि like I love to eat food. I love food अनि like wherever I go I would like at least try something different. Like तर आज मोमो खाँदैछु होइन किनभने धेरै भयो मोमो नखाएको है so we're just gonna go for momo. We have veg momo and veg momo, so we got a small fruit salad, a beautiful fruit salad. And खास भेज मोमो हो I got a lassi. चिकन मोमो चाहिँ पाक्दैछ होइन लेस्ट यो भेज मोमो चाहिँ मलाई त भेज मोमो भनेको मोमो हिँड्छ समोसा जस्तो लाग्छ होइन त्यही पनि लेस्ट है dude veggies and यस्तो versatile हुन्छ नि vegetablesहरु Achar is amazing. माथिको खानेकुरा चाहिँ खासै मिठो छैन होइन मान्छेलाई मिठो लाग्ला होइन माथि लागेन होइन तर अचार चाहिँ दामी छ होइन गाइजहरू अनि मोमो पनि लास्ट महँगो छ क्या कति रहेछ मोमो चिकन मोमो 265 थियो कि तर होइन क्या किनभने मान्छेले यहाँ माछा ल्याउनु पर्छ टाइपको कुरा गर्छ होला होइन नजिक पनि छ नि त काठमाडौँ यहाँ कतै नै पर छ माथि उहाँ मुस्ताङतिर अब त्यो माथि अब हामी गोसिङडा जाँदाखेरि तल याद छ गोसिङडा गएर त हामी बस्दाखेरि के त त्यहाँ हामी खाना खाएको कति ल्याएको 600 रुपियाँ ल्याएको थियो होइन त खाना खान पेटभरि खाना खाएर तँलाई सुतेको दिएको 600 रुपियाँ होइन त त्यो तँलाई महँगो लाग्यो सस्तो लाग्यो भने सस्तो थियो ओभर सस्तो हुन्थ्यो यार त्यतिखेर होइन अनि
अझै फेस्टिभल टाइम थियो अफ कोर्स But that's like 6-7 years अगाडिको कुरा हो नि त इन्फ्लेसन पनि बढ्यो त्यो त हो होइन सबै कुराहरू नजिक पनि छ नि त भाइ घुम्न चाहिँ यो ठाउँ होइन घुम्न चाहिँ बवाल भएको ठाउँ हो होइन अब कसैलाई अब जस काठमाडौँतिर बसिरहेलाई अब यसो फ्रेस हुन गइदिउँ न भने होइन तर हुन त अब भन्न त पर्दैन तर यहाँतिर आउँदाखेरि अब कतिलाई अब चन्दागिरी भने जस्तो लाग्छ होला होइन तर आउँदा चाहिँ हुन्छ तर यहाँतिर कति चाहिँ टिकटको 465 445 450 495 ए टिकटको 495 पर्दो रहेछ वान वे के अरे वान वे टिकटको होइन टु वे चाहिँ अलिक सस्तो पर्छ हामी चाहिँ टु वे किन्नले हो अब वान वे लिएर हामी चाहिँ आएर यहाँ अब कहाँ हुन्छ भने चिताङतिर हुन्छ कहाँतिर हुन्छ नि हामीले वान वे टिकट लिएर आएको टु वे टिकट लिँदाखेरि चाहिँ अलिक सस्तो लागेको थियो कि मलाई जस्ट टु वे टिकट चाहिँ अलिक सस्तो लागेको थियो कि मलाई चाहिँ त्यो युजुअली 2 वेज सस्तै हुन्छ नि त अब नेपाल कति बस्छु त अब बस्छु अझै 2-3 महिना के छ त प्लान नेपाल बस्नु सो प्लान भनेको त्यस्तै हो होइन लाइक अब नेपालमा एउटा बिजनेस एउटा इस्टाब्लिस गरेर लाइक हुन्छ नि बिकज म अहिले बाहिर बसेर पुगेको छैन क्या हुन्छ नि त्यो एउटा सेटिस्फ्याक्सन हुन्छ नि होइन विदेशमा नै मैले त्यो सेटिस्फ्याक्सन पुगेको छैन क्या मलाई त्यो भित्रैदेखि क्या लाइक जुन दिन त्यो सेटिस्फाई हुन्छु नि होइन I'm just gonna leave everything and I'm just gonna settle over here क्या फेरि त होइन कि त्यो टाइम त यो कति वर्ष अगाडि बाहिर गएर 6 years त 6 वर्ष बाहिर त 6 वर्ष अगाडि तैँले के सोचेछ कि म बाहिर जान्छु टाइपको होइन त यहाँ नेपालमा त डुइङ गुडै थिएछ नि त होइन तर राम्रै गरेको पैसा राम्रै कमाएर जस्तो लाग्छ मलाई होइन त्यो टाइममा 6 वर्ष अगाडि तैँले जस्ट त स्कुल लिएर हिँड्ने आफ्नो गाडी साडी लिएर हिँड्ने भइसक्यो 6 वर्ष अगाडि त नेपालमा पनि होइन अन्त 6 वर्ष अगाडि त त्यसपछि चाहिँ किन त म त बाहिर जान्छु टाइपको most of the time के भन्नु होइन I wanted to go somewhere where nobody knew me होइन because I wanted to run from here because mentality I was really low on it होइन too low I was like not the one of the lowest point but I was on low mentality like depression yada 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 and I just wanted to escape this rat race for a while होइन just wanted to escape this race for a while अनि out of blue Romania भनेर आयो and I was like fuck it I'm just gonna go wherever and जस्ट बाहिर जान्छु टाइपको चाहिँ पहिले थिएन नि मलाई पहिलेदेखि थिएन क्या लाइक म बाहिर जान्छु म बाहिर काम गर्छु थिएन क्या मलाई पहिलेदेखि मलाई नेपालै प्यारो लाग्थ्यो क्या पहिलेदेखि लाइक प्राणबन्ध अनि जस्ट मलाई नेपालै प्यारो लाग्थ्यो नेपालमै बस्छ लाइक आई वान्टेड टु डु समथिङ नेपालमै अनि मलाई चाहिँ कस्तो लाग्छ भने भाइ होइन बाहिर जान्छु भनेर मैले एप्लाई गरेको नि हो अब त्यसरी भएन अनि त्यसपछि म दुबई गएर दुबई पनि बसेर आएँ होइन दाइ हुन्थ्यो दुबई होइन म 85 डेज जस्तो दुबई बसेर आयो नि त अनि म 85 डेज दुबई बस्दाखेरि नि मलाई अब जस बाहिर चाहिँ यस्तै हो जहाँ पनि जुन देश पनि यस्तै हो जस्तो लाग्यो किनभने म यतातिर alright thank you हजुर हजुर एकछिन निमाइदिनु okay I'm gonna okay thank you so यहाँ चोर खानु मिल्दैन चोर खाने ठाउँ के रहेछ है चोर चाहिँ खानु नमिल्दो रहेछ गाइजहरू होइन अनि मैले चाहिँ के भन्नु थिएँ भने बाहिर 2019 तिर म दुबई गएर आएको हो होइन अनि म त्यो अब प्लेस त फरक हो नि अब होइन जो जहाँ बस्यो होइन अर्निङ फरक होला होइन त्यहाँको पैसा फरक हो होइन तर लाइफस्टाइल सबको सेमै हो क्या भाइ तर के लाग्छ होइन त्यो अलिकति अब फ्रिडम टाइपको होला होइन तर त्यहाँतिर सबैको बिहान उठ होइन काम गरेर आऊ होइन फेरि बस्छ होइन अनि म चाहिँ सोचेँ क्या हुन त अब घरबाट अहिले पनि बाहिर टाइपको कुरा गरेर आएको होइन त्यो पनि नेपालमा के गरिदिन्छु टाइपको होइन गर्न सक्छु भएर चाहिँ गरिदिउँ न भन्ने भएको होइन नथिङ अनि let's head over there हामी अब तपाईँहरूलाई एकछिन भेट्नेछु फेरि लिएर जाने नि
10 मिनट गाइसहरु त्यहाँ चुरोट खान मिल्दैन अरे सो चुरोट खान ठाउँमा जाँदैछौँ हामी हैन But we're gonna यतैबाट we're gonna fuck off अनि we're gonna smoke and त्यसपछि कुरा गर्दै गर्दै हामी जाउँला के चुरोट खान ठाउँ कहाँ उहाँ पछाडी छ अरे we'll figure it out साथै बाट चाहिँ यो ट्रायल चाहिँ हैन Okay, अब हामी चाहिँ we begin. हैन हाइकिङ पनि के अब यहाँबाट धेरै खास पर छैन हैन कति पर्छ थाहा छैन कति चाहिँ छ होला भाइ 15 kilometers यहाँबाट 15 किलोमिटर भ्याइन्छ त यहाँबाट त्यसले हेरेको हो 15 किलोमिटर जति थियो then let's check it again हैन before we begin Chitlang के this was location to Chitlang को yeah 1 hour 57 minutes लेखिरहेको छ यहाँबाट हैन it's not that far it's not that far 1 hour 57 like around 2 hours मा पुग्छ दामी छ के तर यहाँको ठाउँ चाहिँ गाइजहरु हैन तर यो हाइकिङ गर्दाखेरि चाहिँ जस बिहान नर्मली हिँडेर हैन बेलुका घर पनि फर्किन्छ सकिन्छ जस्तो लाग्छ मलाई अलिकति हिँड्ने भयो भने चाहिँ भाइ है अब हामी चाहिँ अब नर्मली गफसप गर्दै भयो यताउता गरेर अब हिँड्ने भएर कहीँ यहाँदेखि बस्दिउँ चुरोट तान्दिउँ टाइपको भएर हैन we're just gonna have fun त we have a fun तर नत्र त ठाउँ त दामी छ के हाइकिङलाई प्रायः जस्तो मान्छेहरू सर्ट हाइकिङ गर्दाखेरि फर्स्ट हेरेर आउँछ जस्तो लाग्छ मलाई चाहिँ है के हेरेर यसो हाइकिङ खाइकिङ जाउँ भन्दाखेरि पहिला चाहिँ दिमाग चितलाङतिर आउँछ जस्तो लाग्छ मान्छेलाई काठमाडौँ बस्नेहरूलाई साह्रो टन्नै छ होइन ढुङ्गाले गर्दा क्या अनि कस्तो भइरहेको छ हाइकिङ भर्खर सुरुवात हुँदैछ अब हेरौँ ओह्रालो भएर होला खासै थकान फिल भएको छैन लाम उकालो त आउनु नै परेन भाइ हामी आउँदैन है अब सब ओह्रालै है फर्किँदा उकालो हो क्या फर्किँदाखेरि उकालो हुन्छ होइन अनि तल जाँदाखेरि उगोरो हुन्छ कस्तो उगोरो हुन र माथि जाँदा उकालो तल जाँदा उगोरो हुन्छ यो चाहिँ भाइ हो फेस परेको देश नपरेको भाइ हो हामी जमानामा होइन यसलाई बाटोमा राखेर क्या प्याङ हान्थ्यो क्या मान्छेलाई यो त अझै अलिकति काली भयो बच्चामा त ओपर गोरो होइन त्यो कपाल अझै अर्कै रङ थियो बच्चामा ब्लन्ड टाइपबाट थियो ब्लन्ड टाइपबाट थियो यसको आँखा देखाउँछ अहिले तपाईँहरूलाई म यसको होइन म देखाउँदिनँ अरे आँखा ओभर छ होइन अनि यसलाई त्यो जमानाको कुरा क्या यसलाई बाटोमा उभाउँथ्यो हामीले होइन त्यसपछि अनि हामी गाडी बस स्ट्यान्डमा होइन बस स्ट्यान्डमा बस्थ्यो अनि यो चाहिँ कसरी बोल्थ्यो भने त्यहाँ यसलाई अलिकति खरी पारेर बोले भन्थ्यो हामीले होइन अनि यो त्यहाँ उभिएर के त्यहाँ उभिएरमा के भन्छ त्यहाँ उभिएर के भन्छ यसरी लजिङपात गर्छ छट्ट गाडी आएर गाडीको ड्राइभरले नो बालाजु गर्थ्यो अनि एकचोटि त्यस्तो भन्दा साँच्चै लाजिमपाट गाडी आयो क्या अनि यसले लाजिमपात भनेको गाडी आयो यस लाजिमपात भनेको होइन म बालाजु जाने हो भनेर हिँडेको होइन त्यो माया साइको भनेको त होइन ल कति टाइम अगाडि कुरा हो त्यो around 10 years 10 11 12 13 years 13 वर्ष अगाडि 13 वर्ष अगाडि हामी होइन हामी 10 12 वर्ष अगाडि हामी कति वर्ष थियो यार त्यस्तै 11-12 वर्ष थियो होला त्यस्तै हुँदाखेरि भेटेको होइन 10-12 वर्ष अगाडि हामी त्यो 11-12 वर्ष थियो होला 11 वर्ष थियो होला 8 वर्ष थियो नि 10 वर्ष अगाडि त्यसरी हामी त्यो ओ फक म्यान उकालो छैन भने उकालो आयो खोइ हेरौँ अब सोधौँ त्यहाँनिर अब यसलाई प्राङ हाल्नु मनपर्छ क्या हो पर्दैन सानी हो Let's not do that. गुराँसै फुल्यो बनैमा मेरो मन झुल्यो मनैमा चिताउने बाटोतिर होइन Food truck. फुड ट्रक छ यहाँ होइन Food truck. It's an actual food truck.
तर यस्तो बाटोको बिचमा होइन यस्तो खानेकुरा भेट्नु भनेको त होइन गाई चाहिँ कसम स्वर्ग भेटे जस्तो हुन्छ के छ भन्नु त्यसलाई तर त्यहाँको मोमो लास्ट पातै थियो के भाइ त्यहाँ पनि रहेछ टेबल अर्को है त्यहाँ त नि तर ल्याउनु थियो हुन्छ ल दाइलाई हामीले त्यो जाने के भन्छ पर्दैन हामी सेयर गर्छौँ नि होइन त्यहाँ गएर बसेर खाइदिउँ न बेर खाइदिउँ के हो त्यही बस्दाखेरि धुलो उठ्छ भनेर मात्रै हो उता राखेको उता चाहिँ धुलो उठ्दैन जाउँ दाइ चल जाउँ कहिले जाने गइदिउँ ल के बनाउने भन्दैन बनाउने भन्दा नि बियर पिउँ न है सुकुटी छ होइन सुकुटी बनाइदिनु एउटा सुकुटी यस्तो दामी ठाउँमा होइन ए ल गाइजहरू होइन कसम नेपालाइज यस्तो बवाल ठाउँमा राखेर यताले होइन राख्नु भएको छ कि बस्ने ठाउँ होइन ब्रो ल लिटरली के यस्तो दामी ठाउँ छ क्या यो ठाउँ हेर्नु न ल के हुँदैन र यस्तो बवाल ठाउँ छ क्या यो बाटोमा होइन फुड ट्रक राखिरहेको छ होइन अनि हामी यहाँ बसेर खाइदिउँ भनेको होइन अनि यहाँ बस्ने ठाउँ पनि यस्तो दामी छ होइन यो चाहिँ चितलाङ यो चाहिँ ठ्याक्कै यो कहाँनिर भन्ने यो चन्द्रगिरीबाट हल्का झरेपछि चितलाङ आउने बाटोमा हल्का बाटोमा यो फुड ट्रक जस्तो टाइपको राखेको रहेछ होइन दामी छ क्या मलाई चाहिँ असम लाग्यो होइन यतिको चाहिँ अब यो यस्तो बिच बाटोमा पाउनु भनेको चाहिँ हो क्या साथी खेलेपछि राखेको त्यहाँ हो होइन छिटाइदिनु है नेपाल भन्दा भाइ हेर न तँलाई कस्तो लाग्छ कि नेपाल हामी बाटोमा हिँड्दैछु जङ्गलको बिचतिर हिँड्दैछु जङ्गलको बाटो रोडमा निक्ल्यो हामी ट्रकभित्र यसो हेरेर शीतल र बियर खाइदिउँ जे हुन्छ नेपालमा हुन्छ क्या ल किन भन्दा मिडल अफ नोवेयर बियर शीतल सुकुटी हेर्नु है गाइस भेरी अमेजिङ हामी यो यहाँ यसको अगाडितिर हेऱ्यो भने होइन कहाँ हो कहाँ छ होइन यहाँ तलतिर हेर्ने कहाँ हो कहाँ छ होइन अब यहाँतिर पछाडितिर हेर्ने हो नि त ल कहाँ के होइन फक के यहाँ केही छैन क्या त्यहाँबाट आइरहेको होइन हिँडिरहेको होइन टक्क मैले अनि त्यहाँ भाडामा आइरहेको जस्तो देखेँ होइन अनि चिया खाइदिने हो क्या भनेर अनि चिया पाउँछ टाइपको कुरा यसो हेरेको त अनि बेर देखिरहेको क्या अनि सुकुटी पनि छ हामीसँग दिइरहेको ल हानिदिउँ नि त होइन हुन चाहिँ हामी हाइकिङ गएको है फेरि गाइस हामी हाइकिङमा छौँ है कति बेर बेच्यो होला भन्न मान्छे तर अलिक झिल्की टाइप भन्ने हो नि फुटाएर पछाडि भाग मात्रै हालेर सक्यो खरेलाई फेरि यसो देखेपछि कस्तो खुसी लाग्छ नि फेरि के अरे नाम बिर्स्या चितलाङ अर्ग्यानिक रिसोर्ट होइन यो ठ्याक्कै चितलाङ चोकबाट हल्का अगाडि मात्रै रहेछ होइन पारिपट्टि चितलाङ रिसोर्ट रहेछ त्यसको पारिपट्टि ठ्याक्कै यो मन्दिर पो थियो नि यतातिर कता पो थियो मन्दिर यतातिर है यता तल पर्छ है रुम बवाल छ यार गाइसहरु डबल बेड छ न त नर्मल मान्छे सुत्नु पर्थ्यो डबल बेड छ न त यसलाई लाएर घुम्नु छ तर म एक्लै सुत्दिन्छु म हैन बेड पनि मजा गरेछ है कस्तो होला बाथरुम ओके गाउँतिर आएर हैन त्यस्तो स्याटिस खोज्नु छ भने यतिको awesome. It's good. Okay. Let's take this room, है ना? this one room. That's checking on corner, है ना? यो तार चलाउनु पर्ने हो र? यति छोड्यो भने के लिएर आउनु न? चलाउनु पर्दैन को छोड्यो हामी मात्र हो नि दुईजनाहरु पनि हुन्छ हैन? कपल्स होला. जस्ट यहाँ टेन पनि हुन्छ हैन ट्रेन पनि हुन्छ हैन अलिकति चाँडो बुक गर्नुपर्ने हुन्छ के हो चाँडै बुक गर्नुपर्छ एक हप्ता अगाडि नै बुक गर्नुपर्छ ट्रेनको लागि चाहिँ ट्रेन त बिहान बुक गरेन भने भाइ ट्रेनको त हाम्रो छैन अब त्यो
टेन्टको लागि त फत्किसक्यो कि अब मैले हाम्रो कटेज हाउस मात्रै हो अब एसएसओ होटेल एसएसओ रुमहरू त्यस्तो मात्र मात्रै अलि टेन्ट छैन यहाँ अहिले टेन्ट छैन कता के सिजन अनुसार टेन्ट राख्नुहुन्छ सिजन भन्दा नि अब त्यो अर्कैको हो मदन भण्डारीको हो त्यो ए छुट्टैको हो हजुर त्यहाँ एउटा बिल्डिङ बन्नु लागिरहेको छ ए ओके त्यही भएर सबै टेन्ट